हेलो साथीहरू है, म एउटा हाम्रो यहाँ अल सिक्किम भैँसर चालकको सरोजज्यूलाई यहाँ एउटा केही यहाँ छाङ्गुको हाम्रो जुन चाहिँ यो नजारा छ यसको बारेमा एउटा केही राखिदियोस् भनेर म उहाँको एउटा भिडियो सानो रिकर्ड लिँदैछु है। तपाईँले यो भिडियोमा हेरेर एकदम राम्रो कमेन्ट गरिदिनुहोस् भनेर मलाई आशा छ है। र उहाँ हाम्रो सरोजज्यूलाई, हेलो सरोजज्यू, नमस्ते सरोजज्यू, तपाईँले एउटा केही कुरा राखिदिनु भनेर म यहाँ तपाईँको एउटा सानो भिडियो लिन चाहन्छु है। हजुर सरोजज्यू। र अहिले हामी छाङ्गु लेकमा छौँ। छाङ्गु लेक गान्तोकदेखि लगभग 35 किलोमिटर माथि छ भने हामी 1.5 घन्टाको यात्रा तय गरे पश्चात यो जग्गासम्म आइपुग्छौँ। समुद्रदेखि 12,000 अल्टिट्युडमा फिटमा रहेको यो जग्गा धेरै सुन्दर छ। छाङ्गु लेक आउने प्रत्येक पर्यटकहरू दैनिक रूपमा एकदमै इन्जोय गर्नुहुन्छ र विशेष गरी पर्यटकहरूलाई यहाँसम्म ल्याउनका निम्ति हाम्रा चालक दाजुभाइ दिदीबहिनीहरूले एकदमै राम्रो सहयोग गरेर यहाँसम्म ल्याइपुर्याएको हुनुहुन्छ। र हामी आशा साच्छौँ यो सिक्किमको प्रत्येक जग्गाहरूलाई आज हामीले प्रमोसन गर्दै जाँदाखेरि अनि देखाउँदै जाँदाखेरि छाङ्गु लेक सबैभन्दा टुरिस्टले मन पराएको जग्गामा एउटा पर्छ। किनभने यो जग्गामा यति बेसी पर्यटकहरू आउनुहुन्छ। जस्तो म देखाउँदैछु तपाईँहरूलाई यहाँनिर अब यो याक राइडिङदेखि लिएर गएर सबै थोक हुन्छ। यो याकमा आई लभ सिक्किम भनेर पनि लेखिएको छ र यहाँनिर आई लभ इन्डिया, आई लभ छाङ्गु लेक हुँदै यो याक राइडिङहरू गर्ने यहाँ एउटा छुट्टै व्यवसाय छ। याकर्स मतलब जतिजना पनि याकहरू चलाउनुहुन्छ हामी उहाँहरूलाई पनि अनुरोध गर्दछौँ एकदमै कोअपरेट गरेर चलाइदिनु होला। कतिजना टुरिस्टकोमा सबैकोमा भने जस्तो पैसाहरू हुँदैन, तर पनि उहाँहरूलाई एउटा चल्ने अनि आफू याकमा चढेर यसो घुमौँ हेरौँ फोटो खिचौँ भन्ने जुन उहाँहरूको एउटा धारणा हुन्छ त्यसलाई पुरा गर्नको लागि तपाईँहरूले एकदमै सुपथ मूल्यमै नै चढाइदिने अनि यो बेसी टुरिस्ट आयो अब हामी बेसी कमाउँछौँ भनेर तपाईँ चालक हामीदेखि लिएर गएर होटलहरू हुँदै रेस्टुरेन्ट, क्याफेटेरिया, विभिन्न फुड्स बेच्नेहरू सबैलाई पनि हाम्रो विनम्र अनुरोध छ, ड्रेस लगाउनेहरूलाई पनि अनुरोध छ कि हजुरहरूले यो छोटो लागेको सिजनमा एकैचोटि कमाउनुपर्छ भनेर बेसी मूल्यहरू नतोकिदिनु होला। चालक दाजुभाइ दिदीबहिनीहरूले नढाँटिदिनु होला। यो सुन्दर छाङ्गुमा म लिएर आउँदैछु र यो छाङ्गुको एउटा छुट्टै एउटा कथा पनि छ हामीले सुनेको। र यो एउटा होली लेक हो र यो होली लेक एकदमै सुन्दर लेक, यहाँनिर पवित्र मतलब लेक, यहाँनिर पूजाहरू पनि गरिन्छ भने जब पनि यो लेक जाम्छ त्यो समयमा यहाँनिर भित्र पसेर खुट्टाहरू राख्न दिँदैन र यो लेकमा ट्राउट माछा पनि पाइने गरिन्छ। र यो लेकको विशेषता एउटा अल्टिट्युड 12,000 फिटमा रहेको यो सुन्दर जग्गा जहाँ हिउँ पग्लेर आएको यो लेक हो। र यहाँदेखि तपाईँ यो बाटो गइयो भने हामी बाबा मन्दिर, नथुला हुँदै जुलुकसम्म जान सक्छौँ। जुलुकलाई ओल्ड सिल्क रुट भनेर चिनिन्छ। जब पनि ब्रिटिस इस्ट इन्डिया कम्पनी इन्डियामा आएर व्यवसायहरू गर्दै थियो तब त्यो समयमा चाइनादेखि त्यो जलेप्ला पास हुँदै कालिम्पोङको बाटो हुँदै उनीहरूले सिल्क लिएर जाने गर्दथ्यो। र त्यो समयदेखिको सिल्क रुट पुरानो सबैभन्दा पुरानो सिल्क रुट हो र त्यो जिगज्याग रुट टुरिस्टको एकदमै एट्र्याक्टिभ पोइन्टमा एउटा पर्छ। र छाङ्गु जुन जुलुक छ 10,000 फिटमा टुरिस्ट रहने जग्गा छ भने नाथाङ भ्याली संसारकै सबैभन्दा अग्लो अल्टिट्युडमा टुरिस्ट बस्ने जग्गा हो। यात्रा होस् त्यो जग्गामा तपाईँ बस्दाखेरि आफ्नो ब्रिथिङ प्रब्लमहरू या फेरि हार्टको प्रब्लम छ भने तपाईँहरू बस्न सक्नुहुन्न अनि आफ्नो चालकहरूसँग अलिकति सम्पर्क गरेर नाथाङमा बस्ने अनुरोध गर्दछौँ। र त्यसरी नै सिक्किमको अन्य जग्गा जस्तो लाचेन, लाचुङ हाम्रो सबैभन्दा सुन्दर जग्गा हो। आज सिक्किम आउने प्रत्येक पर्यटकहरूदेखि लिएर गएर हाम्रा लोकल्सहरूले प्रत्येक जग्गाको अवलोकन पक्का गर्नुहोला। र यहाँ प्याराग्लाइडिङदेखि लिएर गएर याक राइडिङ हुँदै तपाईँहरू हाइकिङ, ट्र्याकिङ सबै थोक गर्न सक्नुहुन्छ र सिक्किमको विभिन्न कुनाहरूमा तपाईँहरू जान सक्नुहुन्छ। र आज हामी यो छाङ्गु लेकमा उहाँको राजज्यूको यो जुन फेसबुक लाइभ हो तपाईँको फेसबुक लाइभ होइन, फेसबुकमा अपलोड र उहाँकोमा यो अपलोड गर्नेमा हामीले बोल्न पाउँदाखेरि अनि साथै टुरिज्म रिलेटेड विषयहरू राख्न पाउँदाखेरि एकदमै थ्याङ्क यू सो मच तपाईँलाई। तपाईँको पेज सबैले हेर्नुहुन्छ, त्यही भएर हामी अनुरोध गर्दछौँ र यो मेसेज हामी सिक्किमभरि नै जाओस् भनेर पनि चाहन्छौँ। र सिक्किम छोडेर विभिन्न जग्गाहरू जस्तो जुन कुनाबाट हाम्रो हेर्दै हुनुहुन्छ हजुरहरूले प्रत्येक जग्गा पुर्याइदिनु होला। र यो सुन्दर जग्गामा यो भिड यो एकदमै यो भिडहरू देखिरहेको छ। यो छाङ्गुको मनोरम दृश्यमा सबै पर्यटकहरू झुमिरहेको हुनुहुन्छ। र यो छाङ्गु मैले अघि तपाईँहरूलाई बताइहालेँ यो चारैतर्फ हिमालको बिचमा रहेको सुन्दर जग्गा र यहाँनिर एउटा सुन्दर रोपवे पनि छ। रोपवेको टाउकोमा पुगेर तपाईँहरू हेर्नुभयो भने त्यहाँबाट तपाईँहरूले कञ्चनजङ्घा एकदमै मजाको देख्नुहुन्छ। लगभग त्यो रोपवेको जुन अल्टिट्युड छ 13,000 समथिङको अल्टिट्युड छ। र यो पछाडिपट्टि देखिने कालो पत्थरहरू अर्को जुन एउटा छ यसको पनि एट्र्याक्सन अलग्गै हामीले देख्छौँ। किनभने यहाँनिर डाइरेक्ट सनलाइट आएको कारणले गर्दाखेरि यहाँनिर हिउँ सायदै जाम्दैन र यहाँनिर भिर मौरीहरूले पनि चाका लगाएको छ। हामी अब
अब जुम गरेर मोबाइलबाट देखाउन त अलिकति गाह्रो पर्छ, तर पनि हजुरहरूलाई दर्शाउने छौँ आउने दिनमा। र छाङ्गु भन्ने बित्तिकै एउटा हाम्रो सिक्किमको सबैभन्दा सुन्दर अनि ग्याङटोकबाट हिँडे पश्चात तपाईँहरूले हिउँ भेट्ने जग्गा छाङ्गु लेकमा हामी प्रत्येकलाई स्वागत गर्दछौँ। आउनुहोस्, यो दृश्य सँगै हामी रमाएर सधैँ सबैलाई अवलोकन गर्दै जाउँ। एकदम धेरै धेरै सरज्यूलाई धन्यवाद है। उहाँले जति पनि यो मेरो भिडियो मार्फत राख्नु भएको छ है कुराहरू, एकदमै उहाँले जति पनि अहिलेसम्म राख्नुहुन्छ यो भिडियोमा तपाईँलाई इन्फर्म उहाँले दिनुहुन्छ है। एकदमै धेरै धेरै धन्यवाद हाम्रो सरज्यूलाई। थ्याङ्क यू सो मच तपाईँलाई। र अन्तमा त्यो गुरुजीहरूलाई जुन मेसेज तपाईँले दिनुहोस् न, त्यो मद मदिरा पान सेवन के सिगरेटहरूको यो जति पनि अन्त हाम्रो अस्ति मैले जुन चाहिँ नर्थ सिक्किमबाट तल फिदाङ ब्रिजबाट मैले तपाईँलाई रिपोर्ट दिएको थिएँ है, त्यो चाहिँ हाम्रो यस्तो कम्प्लेन आएको थियो कि हाम्रो जति पनि चालक दाजुभाइहरूले चाहिँ गाडीभित्र पनि तपाईँहरूले धुम्रपान गरिदिनुहुन्छ भनेर है कम्प्लेन थियो है। त्योहरू चाहिँ प्लिज तपाईँहरूलाई म दशमलाई जोडेर भन्छु, यो नगरिदिनुहोस्। उहाँहरूलाई कतिजनालाई प्रब्लम हुन्छ सिगरेटहरू तपाईँले लिनुहुन्छ गाडीभित्रै, अन्त साथै साथै तपाईँले अल्कोहलको युज पनि गर्नुहुन्छ भनेर पुरै कम्प्लेन आएको छ हाम्रो। त्यो पनि तपाईँहरूले प्लिज हो खानुपर्छ, तर प्लिज तपाईँले जब टुरिस्टहरूलाई लिएर आउँछ, जब ठेगानमा पुर्याएर तपाईँ होटेल हुन्छ त्यहाँ बसेर तपाईँहरूले लिनु सक्नुहुन्छ है, तर गाडी चलाइदिनु चाहिँ प्लिज तपाईँहरूलाई म 10 जोडेर भन्छु, यो चाहिँ प्लिज बन्द गरिदिनुहोस् भनेर यो कुरा राख्न चाहन्छु। धन्यवाद।